नमस्कार, शुभ बिहानी मेरा सम्पूर्ण मित्रहरू र मेरा आफन्तहरूमा। र आज म नेपालभन्दा धेरै पर 7 समुद्रपारी युएईमा छु र आज यस भिडियो मार्फत म तपाईहरुलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु। विगतका वर्षभन्दा यो वर्ष निकै नै फरक होस् र कतिपय तपाईहरुले थाल्नुभएका र चाल्नुभएका अधुरा कामहरू यो वर्षले पूरा गरिदिउन् र देशमा शान्तिको नयाँ सुनौलो बिहानी छाइयोस् र महँगी जुन अहिले महँगी बढिरहेको छ, महँगी मूल्य वृद्धिहरू यो सम्पूर्ण रोकियोस् र हाम्रो एउटा सुन्दर शान्त नेपालको नयाँ सिर्जना होस् भन्दै मेरा सम्पूर्ण नेपालीवासी र जति पनि विदेशमा रहनुभएका, नेपालमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई र मित्रहरूलाई नयाँ वर्ष 2074 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र आज म आफ्नो मातृभूमिलाई निकै सम्झिरहेको छु र मलाई गर्व पनि लाग्छ कि म नेपाली हुँ र वीर नेपालीको छोरा हुँ र म गर्व गर्छु म नेपाली हुनुमा।